Hello, good morning everyone. Namaste. Welcome back to my mini vlog. आज चाहिँ मैले बिहानै अनि भिडियो स्टार्ट गरिरहेको छु। आज चाहिँ हामी स्कुलबाट पिकनिक जाँदैछौँ अनि त्यही भएर मैले बिहानै भिडियो स्टार्ट गरेको आफ्टर लङ टाइम पछि। अनि हजुरहरूलाई चाहिँ भने म हामी कुन ठाउँ अनि कहाँ जाँदैछौँ भनेर चाहिँ भिडियोमा अवश्य अपडेट गराउने छु अनि भन्न चाहन्छु। अनि हजुरहरू सम्पूर्ण आरामै हुनुहुन्छ होला। तपाईँहरूको आउटफिट पनि ल्याइदिएको ल। गरिदिन्छु नि त नि देखाउने नै भन्छ बोकिहाल्छु भिडियोमै आउँछ छिटो देखाइहाल्छु। हेलो, हामी चाहिँ पिकनिक खानु आएको नि त के को बारीमा अरे सालको बारी। कस्तो अनुभव गर्दै हुन्छ कराईमा सुकाउँदै गर्नुभएको? त्यस गरौँ न चिया। त्यस नगरी खाइदिनु भएको? अब योभन्दा ल कस्तो हुँदैछ तपाईँहरूलाई खाजा? खानुभएको छैन? पवित्रा मिस एकदम तातो तातो भयो झनै लागेछ। झार पनि छ हेलो मिसहरू, हजुरहरूलाई कस्तो अनुभव हुँदैछ? राम्रो फिल भइरहेछ। अनि आजको पिकनिक कस्तो हुँदैछ त? पिकनिक कस्तो हुँदैछ? भर्खर सुरुवात हुँदैछ, रमाइलो है। चिया त राम्रो भयो, मिठो गरी खाइयो। अब अरू हेर्दै जाउँ गर्दै जाउँ ल इन्जोय गर्नु होला। आज हाम्रो चिप्स चाहिँ अलिक तेल खरेर यस्तो भएछ है। यो तेल अलिक खरेछ क्या, आगो बेसी भएर। अनि यहाँनिर हेर्नु न, एकदम तेल पुरै खरिरहेछ है। हाम्रो सरले बनाउँदै हुनुहुन्छ। सरको पहिले डलर सेयर गरौँ न, त्यस पछाडि मेरो भइहाल्छ नि। भ्लगमा स्वागत छ। यहाँनिर हाम्रो गाजर धोएर ल्याउ त। मिसको भ्लगमा सबैजनाले लाइक कमेन्ट सेयर हालिदिनु होला, सब्सक्राइब हालिदिनु होला है। सबैजनाले मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला है कृपया। के गर्नु भने कि तपाईँहरूको एक सब्सक्राइबरले पनि मलाई के हुन्छ सरलाई। अनि यो आजको खाजा नास्ता कस्तो हुँदैछ भनिदिनुहोस् न। यसको नाम चाहिँ पाउ रोटी हो। पाउ भनेको चाहिँ खुट्टा रोटी, पाउले लात्तीले हानेर बनाएर पाउ रोटी भनेको। त्यही भएर एकदम सुन्दाखेरि पनि मोचा मोचा गनाइरहेछ। यो त नङ पनि रहेछ। त्यही भएर पाउ रोटी होइन। नङ्गा मिस चाहिँ काम गर्दै हुन्छ, यहाँ अरू मिसहरू पनि त्यहाँनिर चाहिँ खाँदैछ। यो गङ्गा मिसको हो नि फेरि भ्लग। सिस्टर उता हाल्दै गर नि। आयो घट्ने भने मोबाइल चाहिँ किन हेर्थ्यौ होइन? मोबाइल हेर्दा चाहिँ झन् आयो घट्ने हो क्या, मोबाइल बेसी हेऱ्यो भने। यहाँ मिसहरू पनि काम गर्दै हुन्छ, यता सरहरू हुनुहुन्छ, उता भविष्य हुनुहुन्छ। अफ गरिदिनु चाहिँ अब खानाहरू बनाउँदै हुनुहुन्छ सरले। त्यस्तै गरी यता चाहिँ हाम्रो मिसहरू टिकटक बनाउँदै हुनुहुन्छ। अहिले मैले चाहिँ हतार हतार अलिकति भिडियो क्याप्चर गरेको हजुरहरूलाई देखाउँछु।
खानाहरू सब्जीहरू सबै रेडी भइसकेपछि अनि यहाँनिर चाहिँ सर मिसहरूले खानाहरू दिँदै हुनुहुन्छ अनि म चाहिँ यसो भिडियो क्याप्चर गर्दैछु। यता सरले पनि भिडियो गर्दै हुनुहुन्छ अनि हाम्रो विद्यार्थी भाइ बहिनीहरू चाहिँ यहाँ एकदम लाइनमा तछाड मछाड गर्दै उभिराख्नु भएको छ। अनि हाम्रो चाहिँ क्लास वाइज राखेको छौँ अनि सानाहरूलाई पहिले अनि यहाँ मसिनो केटाकेटीहरूले चाहिँ खाना थपेर खाँदै हुनुहुन्छ अनि एकदम उहाँहरूलाई रमाइलो भयो अनि राम्रो भयो भन्दै हुनुहुन्छ। अनि सबैजनाको मैले चाहिँ यसो हल्का मेमोरीको लागि अनि भिडियोहरू क्याप्चर गरिदिएको। अनि यहाँनिर कसैले थाप्दै हुनुहुन्छ कसै खाँदै हुनुहुन्छ अनि हाम्रो मिसहरूले चाहिँ थापेर अनि दिँदै हुनुहुन्छ साना साना भाइ बहिनीहरूलाई। अनि यता मिसले अचार अनि त हाम्रो मिसले कोही मिसले पुलाउ कोही मिसले अचार कसैले मासु थप्दै हुन्छ कसैले थापेर दिँदै हुनुहुन्छ अनि कोही उतातिर यसो हेरचाह गर्दै हुनुहुन्छ अनि त्यस्तै थियो। अनि एकदम रमाइलो तरिकाले केटाकेटीहरूले मेरो युट्युब च्यानलमा गएर सबैले सब्सक्राइब गरिदियो है। गङ्गावाजी लिम्बूमा गएर